कान्छीलाई समस्यामा पार्न खोज्ने अर्चना यति बेला आफै समस्यामा परिसकेकी छिन्। साथीहरू कान्छीले भने यति बेला अर्चनालाई बल्ल सबक सिकाएर छाडिसकेकी छिन्। सागर भने निर्दोष साबित भइसकेका छन्। अब फेरि पनि सागर र कान्छीका खुसी हुने दिनहरू भने फर्किएर आइसकेका छन्। जस्तो कर्म गर्यो त्यस्तै फल मिल्छ भने चाहिँ यति बेला अर्चनाले विगतको समयमा जस्तो नराम्रो काम गरेकी थिइन् त्यस्तै नराम्रोसँग फल मिलिसकेको छ। अब भने अर्चनाले जेलको चिसो पिँढीमा सुत्नु पर्ने दिन आउनेछ र सागरले भने बेकारमै सलिनालाई शङ्का गरेर एक गाला थप्पड हान्न साथ नै सलिना भने रिसिएकी छिन्। आगामी दिनमा सलिनाले सागर र कान्छीलाई एकदमै ठुलो समस्यामा पनि नपार्लिन् भन्न सकिँदैन साथीहरू। तर जे जस्तो भए पनि अहिले सागर र कान्छीको भने यति बेला जित भइसकेको छ। यदि तपाईहरूलाई पनि अब सागर र कान्छी खुसी छन्, सलिनाले सागर र कान्छीलाई अब कुनै पनि प्रकारको समस्या दिनु हुँदैन भन्ने जस्तो लाग्छ भने कमेन्ट बक्समा सलिनाले अब चाँडोभन्दा चाँडो त्यो अफिसबाट नै सलिना निस्किनु पर्छ। सलिना निस्किन् भने सागर र कान्छी सधैँ खुसी हुन्छन्, सागर पनि सधैँ खुसी हुन्छन् भनेर लेख्न पनि नभुल्नुहोला साथीहरू। जसरी हामीले देख्यौँ कि सागरको आफ्नो सामान हराएर सागर भने एकदमै धेरै तनावमा थिए। सागरलाई र सागरको साउलाई भने त्यो सामान नभेटाए पार रु 18 लाख समेत जरिवाना दिने ती सामानका साउहरूले घोषणा गरिसकेका थिए साथीहरू। सागर एकदमै धेरै निराश भएका छन् साथीहरू। उतापट्टि भने गाउँबाट कान्छाको आमाले आफ्नो छोरा ठुलेलाई फोन गरेर घर बोलाइराख्नु भएको छ। तर ठुले भने आवश्यक काममा बिजी भएको कारणले व्यस्त भएको कारणले यति बेला घर जान नपाउने भएका छन्। तर कान्छाको आमा बुवाले धेरै नै अनुरोध बिसाइसकेपछि यति बेला ठुले पनि घरमै गएर कान्छाको विवाह धुमधामसँग गरिदिने भनेर भनिसकेका छन्। यो नै भनेको एउटा ठुलो कुरा हो साथीहरू। यति बेला अब भने कान्छाको पनि विवाह हुने भइसकेको छ। जब सागरको पेन ड्राइभ त्यो अफिसबाट हराउँछ उनको पहिला शङ्का भने सलिनालाई पर्न जान्छ। सलिनाले किनभने विगतको समयमा पनि सागरलाई धेरै अप्ठ्यारोमा पारेकी छिन्। सायद त्यसै कारणले होला सागरले पहिला नै सलिनामाथि शङ्का गर्न थाल्छन्। सलिनामाथि शङ्का गरिसकेपछि उनी सलिनासँग कुरा गर्नको लागि र आवश्यक पेन ड्राइभ जुटाउनको लागि सलिनाको कोठामै गएका हुन्छन्। तर सलिनाले त्यो पेन ड्राइभ मसँग छैन, नपताए तिम्रो साउलाई गएर सोद्धा पनि हुन्छ, म हिजो मात्रै यो अफिसमा काम गर्न आएको हो भनेर सलिनाले भनिसकेपछि सागर रिसिएर सलिनालाई एक झापट हान्न बाध्य पुगेका हुन्। तर सागरलाई के थाहा त सलिना यो कुराबाट अनजान छिन्। सलिना भने हिजो मात्रै त्यो अफिसमा जागिर खान आएकी हुन्, यसमा सलिनाको केही पनि हात छैन। उता गाउँमा कान्छाको आमा भने किन निराश हुनुहुन्छ त साथीहरू, किनभने उहाँले सोच्नु भएको छ कि विवाह गर्नुभन्दा अघि त यति धेरै पीर र तनाव छ, विवाह गरिसकेपछि कति धेरै पीर र तनाव होला भनेर उहाँ चिन्तामा हुनुहुन्छ साथीहरू। सागरले सलिनालाई एक झापट हानेर अबको 10 मिनेटमा मलाई त्यो पेन ड्राइभ चाहियो भन्दै कोठाबाट निस्किएका हुन्छन्। तर उता भने कान्छीको घरमा अर्चनाले कान्छीलाई धम्की दिन्छन्, घरबाट अब बोरिया बिस्तर कुम्ला काम्ली बाँधेर निस्किए हुन्छ, यो घर अब खाली गरिदिए हुन्छ भनेर अर्चनाले कान्छीलाई धम्की दिन्छन्। कान्छी भने डराउँदिनन्, कान्छीले सबै समस्याको हल खोज्न थाल्छिन् र फाइनली त्यो सागरले हराएको पेन ड्राइभ पनि अर्चनाले कहाँ राखेकी रहेछिन्। कान्छीले त्यो पेन ड्राइभलाई खोजेर अफिसमै लिएर आउँछिन् साथीहरू। यदि कान्छीले समयमै सही कदम चाल्न नसकेको भए त आज सागर र सागरको परिवारको बिजोक हुने रहेछ, साथै कान्छीको पनि बिजोक हुने रहेछ। पक्कै पनि कान्छीले अर्चनाको सबै खेल बुझेर त्यो पेन ड्राइभ पत्ता लगाएर ल्याएको हुनुपर्छ। सबै खेल बुझिसकेपछि अब अर्चना भने
जतिसक्दो ठुलो समस्यामा पर्ने भइसकेकी छिन्। साथीहरू तपाईहरुलाई के लाग्छ? मलाई त अब अर्चनालाई पक्कै पनि त्यो साउले र सागर र कान्छीले बाँकी राख्दैनन्, उसलाई आफ्नो गरेको काम प्रतिको सजाय त दिलाएरै छाड्छन्। तपाईहरुलाई के कस्तो लाग्छ? अनि हजुरहरुले आउने सिरियलमा कान्छीमा के आउला जस्तो लागिरहेको छ त त्यो पनि हाम्रो कमेन्ट बक्समा भनिदिन नभुल्नु होला। आजको लागि यति नै। भिडियो मन पर्यो भने भिडियोलाई एक लाइक गर्दै च्यानललाई सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।